चाहिँ आज श्रमदान धरानको श्रमबार, आज शनिबार चाहिँ धरानको श्रमबार। अरूतिर छुट्टी भयो भने आज चाहिँ धरानमा श्रमबार हुन्छ खानेपानीको लागि। ल हेर्नुहोस् मान्छेहरू कति धेरै आउनुभएको छ, कति हो गाडी, कतिवटा बाइक स्कुटी कति हो कति। आजको मेन काम चाहिँ यसको हो, आज यो हतियार आज मेन हतियार। ल हेर्नुहोस् मान्छेहरू आजको लागि यही पाइप लग्ने हो हामीले तानेर। पाइप माथि मेयर साहब अब यसो 2-4वटा यसो भाषण सुनिदिउँ न त। अहिले डोरी नचलाउनु है, अहिले डोरी पाइप केही पनि नचलाउनु ल। गीत सुन्नु भएको छ हाम्रो धरती हाम्रो आकाश भन्ने कस्तो छ? कस्तो छ? हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश, हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश। सबै मिली मनाऊ यो देश, सबै मिली मनाऊ यो देश। हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश। सबै मिलेर गाउनु होला है, सबै मिलेर गाउनु होला, हुन्छ? हाम्रो धरती हाम्रो आकाश हाम्रै परिवेश। म हुँ संवाददाता। सबैजनाले भन्नुभएको छैन, तपाईँहरूलाई कहीँ कतै लाज लागेको छ, साह्रो लागेको छ, कहीँ कतै हिचकिचाहट भइराखेको छ मनमा कतै। देशलाई सम्झेर, यो देशको माटोलाई सम्झेर यो देश बनाउने सङ्कल्पका साथ भन्नुहोस्, सबैले जोडले भन्नुहोस्, म हुँ संवाददाता। हेर्दिन म अरूको आश, बन्दिन म जिउँदो लास। हेर्दिन म अरूको आश, बन्दिन म जिउँदो लास। सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश। हलो सरी जोडिन्छु, हलो सरी जोडिन्छु म मेरै देशको माटोमा। आत्मनिर्भर बन्छु म स्वाभिमानको बाटोमा। वास्ता गर्नु छैन मैले, वास्ता गर्नु छैन मैले, कसले मलाई के भन्छ आशा हेर्नु छैन मैले, कसले मलाई के दिन्छ ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। आफ्नो देश बनाउनु छ, कसको आशा हेर्ने? म हुँ श्रमदाता। यहाँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद। अब हामी एकजुट भएर यो देशलाई जुरुक्कै उठाउनुपर्छ हामी है। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब हामी यो श्रमको माध्यमबाट, श्रम अभियानको माध्यमबाट हामी जोडिनेछौँ, यो देशका लागि जोडिनेछौँ। आज तपाईँलाई हर्का सापाङले बोलाएर आउनु भएको होइन, तपाईँलाई यो देशले बोलाएको छ, तपाईँलाई यो देशले बोलाएको छ, देशको माटोले बोलाएको छ। तपाईँ हामी सबै मिलेर अब श्रम गर्नुपर्छ। भ्रम छर्ने दिन गयो, जमाना गयो, अब श्रम गर्ने दिन आयो, श्रम गर्नुपर्छ। तपाईँ हामी नजुटेको कारणले गर्दाखेरि हिमाल पहाड तराई वन जङ्गल नदी लगायत पुरा सम्पदा भएको देशमा पनि हामीलाई 2 साल तार्न गाह्रो भइरहेको। त्यसले गर्दाखेरि सम्पूर्ण कुराहरू बुझेर हामी देशलाई बनाउँछौँ भन्ने अठोटका साथ तपाईँ हामी जुट्नुपर्छ। अब गफ गरेर
हुँदैन, काम गर्नुपर्छ भन्ने संस्कृति, श्रम संस्कृतिको विकास हामीले देशैभरि गर्नुपर्छ। तपाईहरु तयार हो? त्यसो हो भने अब हामी अघिको ब्रिफिङहरूलाई सम्झिँदै खाजा खान्छौँ सुरुमा, त्यस पछाडि पाइप तान्छौँ, जति छ यहाँ तान्छौँ, उब्रेको माथि उब्रेको है। जय सङ्ग्राम, जय सङ्घाता। धन्यवाद छ सबैलाई। जय हो, नमस्कार। अब चाहिँ हामी खाजा खाएर लाग्नुपर्छ पाक तान्नु है। खाजा श्रमदानको खाजा है। आजको ड्राइभर म अगाडि छ। यसरी चाहिँ यहाँ उहाँहरू आइरहनु भएको छ है। ल अन्तर्फ जाँदैछ हाम्रो पाइलहरू। ल बुलेट ट्रेन आयो, बुलेट ट्रेन ल है यसरी अगाडि पनि बुलेट ट्रेन आयो, बुलेट ट्रेन ल है अगाडि कुद्नु भयो। ल मुनिबाट भाइ मुनिबाट नहीं तीनजना मात्रै हुनुहुन्छ। ल आज हाम्रो यतिले एकचोटिमै हाम्रो आज मिटिङ हुन्छ। ल अब यहाँबाट उता हामी धरान लाग्दैछौँ। अब धरान पुग्यो भन्दा नि भयो हाम्रो नन स्टप धरान हो आज। कोही हाम्रो ल ल ल ल ल हे बाइ बाइ ल अर्को शनिबार हामी धरानमा पुर्याउने छौँ। पानी माथि विष्णु चोक लगभग ल ल ल्याउने छौँ। भयो हुन्छ राख्नु यतै भयो ल हो। के पाक्दैछ चुलामा हाम्रो कुखुरा? वाक्स्या छैन? वाक्स्या वाक्सा भनेको भाक्सा फाक्सा माले कुखुराको मासु खत्रेले ए कुखुराको मासुले के अरे माउसरुमले ए हो फट्के ए अनि आलुदम र ले यति पुग्छ मासु यति सबै त ए यता नै हो ए यहाँ पनि होला ए मान्छे थुप्रो छ है पुग्नु त पुग्छ होला यता चाहिँ खानाको लागि ए छन्दरबडा
बुढा गणेशपुरा डेन्टर सन्दल बुढा मिठो रहेछ म्याम बोले म यसमा पिर्ली छानु उहाँको स्याहार माल्छ छैन ठुलो मै टोपी पुवार हुन्छ हुन्छ आन्टी के भन्छ अदर लसुन म यसको 2 हप्ता भयो अरे मासु खान नपाएको मायाको छोरा 2 हप्ता भयो भन्छ 2 हप्ता भयो अरे एउटा यो हप्ताको श्रमदान सकियो है दाजुभाइ अब अर्को हप्ता भेटौँला भात पनि खाइसकियो